सो हेलो गाइज गुड मर्निङ वेलकम टु माई न्यू भ्लग। सो गाइज अहिले चाहिँ म यहाँ मेरो घरमा छु अनि म परबाट भर्खर उठेर आएको होइन, निन्द्रामै छु भन्दा नि हुन्छ। अनि त्यस पछाडि आज चाहिँ पर घरमा पूजा छ अनि म चाहिँ यहाँ अब हुन्छ नि फ्रेस हुन आएको होइन। अनि अहिले चाहिँ कति 7 बजे यस्तै 20 मिनट होला, म भाइलाई लिएर अनि भाइलाई यहाँ खाना खुवाएर पर घर लान्छु। मेरो भाइ चाहिँ यहाँ छ होइन, अघिदेखि झगडा गर्दैछ। के चाहियो अरे तँलाई? यसलाई चाहिँ भोक लाग्यो अरे होइन। अनि दिन्छु दिन्छु भन्दाखेरि पनि मान्दैन, यो घामट छ होइन। हुन्छ के गर्नुभएको? पानी 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 पकाएको, पानी उमालेकोलाई पकाएको भन्नुहुन्छ होइन। सो गाइज अब चाहिँ फोटो गाडी आउनु आँट्यो अरे होइन। अब म माथिको फोटोहरू तल होइन तलको फोटोहरू माथि लान्छु अनि त्यस पछाडि गाडी आएपछि गाडीमा हालिदिने हो। अहिले चाहिँ मैले माथि र तलको फोर दुइटै ल्याइसकेँ होइन। अब भित्र पस्छु, भाइलाई चिया बिस्कुटहरू खुवाउँछु। सो गाइज अहिले चाहिँ भाइ र म चिया खान आँटेको, फिका चिया चाहिँ म यहाँ तरकारी पकाएर बसिरहेको छु होइन। यो फुलकोपी र आलु बनाएर बसेको है। अब कुकरमा भात चामल छ, चामल बसाउनु पर्ने यत्रो फोहोर भइरहेको छ होइन। अब यो सफा गर्नुपर्ने। सो गाइज अहिले चाहिँ म यहाँ अचार बनाउन आँटेको, तरकारी पाकिसक्यो, भात बसाएको थिएँ त्यो पनि पाकिसक्यो, अब अचार बनाउन बाँकी छ मिक्स। सो गाइज हामी चाहिँ अहिले यत्तिकै बसिरहेछौँ यहाँ, भाइ सुत्नु आँटो होइन। सो अहिले चाहिँ मैले तल किचनको कामहरू सबै सकिसकेँ, भाँडाहरू पनि मारिसकेँ होइन। अनि त्यस पछाडि अब चाहिँ म नुहाउँछु अनि पर पूजामा जान्छु। सो गाइज अहिले चाहिँ म नुहाएर रेडी भइसकेँ है, यहाँ हेर्न सक्नुहुन्छ। अब कपालमा हल्का क्रिम सिम लाउनु पर्छ होइन। अनि जाँदाखेरि दामी देखिन्छ है कपाल पनि। यो हिमालयनको एन्टी ड्यान्ड्रफ क्रिम र एन्टी हेयर फल क्रिम युज गर्छु अहिले। यो ड्यान्ड्रफ क्रिम चाहिँ सकिएर मैले यो किनेको, किनभने यो लगाएपछि चाहिँ मेरो ड्यान्ड्रफ होइन त्यति साह्रो आउन थालेन। यो प्रोडक्ट राम्रो छ, यो मैले कुनै स्पोन्सर गरेको होइन है। अहिले चाहिँ म यो हेयर फल प्लस यसले हेयर ग्रोथ पनि गर्छ है। अहिले चाहिँ म यो चलाउँछु, आफूलाई चाहिने जति लिने। मलाई चाहिँ यति चाहिन्छ है, यति अनि अलिकति यो भित्र स्कार्फ यो यस्तोमा लाउने हो है। अब चाहिँ म सबै ढोकाहरू लगाएर पर घर जान्छु। सो गाइज अहिले चाहिँ म पर जाँदैछु है, 2 मिनटको बाटो पनि छैन, पुगिहालिन्छ, त्यही त हो। सो गाइज म चाहिँ यहाँ आइसकेँ होइन, माथि पूजाको तयारी हुँदैछ, तल के पकाउँदै हुन्छ। यहाँ अलिक हल्ला खल्ला छ, त्यही भएर त्यति भ्लग बनाउन पाउँदिनँ। सो हेर्दै जानु होला। सो गाइज अहिले चाहिँ भाइ र म बसिरहेको छौँ है। बाबा गएर यहाँ हेर्दैछ बाटो है। अनि उहाँ चाहिँ अझ खै के तरकारी पकाउँदै हुन्छ पूजाको लागि होइन। हाम्रो यहाँ काम केही छैन, यतिकै बसिरहेको छौँ हामी। फेरि दिदीमा र मेरो भाइको यहाँ झगडा हुन्छ कहिलेकाहीँ यो स्कुटीमा होइन भाइ, हो कि भन्दा दिदीमा चाहिँ यहाँ मस्त खेलिरहेछ, भाइ उहाँ पर हेरिरहेछ। म चाहिँ यो गेट लाउन आएको, फेरि निस्क्यो भने फेरि मलाई गाली गर्नुहुन्छ होइन। आज भाइ बहिनी हेर्ने काम हो मेरो। यो भाइ चाहिँ मान्छे यत्रु छ, फेरि बाइक कुदाउने भन्छ। ओए बाइक कुदाउँछ अरे? बाइक कुदाउँछु। मान्छे यत्रु छ बाइक कुदाउँछु भन्छ। यहाँ चाहिँ भर्खर दिदीमा लड्यो यो स्कुटीबाट, त्यहाँ माथिबाट स्वाइँ यहाँ तल आउँछ अनि त्यो बाई माथिबाट स्वाइङ तल आउँछ होइन। अनि स्वाट निस्लाइड हानिहाल्छ, त्यो फुटबलरहरूले गर्छ नि गोल सेलिब्रेसन, त्यस्तै स्वाट निस्लाइड हानिहाल्छ। अब हेर्नु है, माथिबाट तल गयो त्यो चाहिँ यत्तिकै कुदिरहेको छ। अनि यहाँ चाहिँ हिजो केही चाहिँ नक्कली बाना छ, के गरेको?
म त यहाँ खेल्दैछु तिम्रो नाम के अरे रोसलिन मेरो बेस्ट फ्रेन्ड ऊ चाहिँ मेरो भटिनी हो गाइस अनि हामी टोय बाजी खेल्दैछौँ ए यहाँको सबै डलहरू यहाँ राखेर यहाँ यिनीहरूले फिजाइरहेछ होइन यो चाहिँ रोसलिन हो यो चाहिँ म हेरेर रोसलिनले भनेको टोय बाजी हो यो चाहिँ टोय कसले दियो यो बाबाले हामीले बाबालाई दिएको हो यो क्युट खालके चरा सबै सुको क्युट भयो गाइस अहिले चाहिँ हामी बसिरहेको खेल्दैछु होइन इबाना डुम छ म चाहिँ यहाँ उभिनेरहेको छु इबानालाई म त बसिरहेको छु हुँदैन सो गाइस अहिले चाहिँ म पूजाबाट आइसकेँ होइन आज धेरै गलियो काम पनि गरियो अनि अहिले भर्खर मैले यो एउटा पार्सल रिसिभ गरेको छु अनि यो चाहिँ स्पेसली मम्मीको लागि हो मदर्स डे आउन आँटेको छ त्यही भएर मैले मम्मीको लागि यो मगाएको हो यो भित्र चाहिँ के छ भनेर बुझ्न मन छ भने मेरो डेली भ्लगहरू हेर्दै गर्नु होला म तपाईँहरूलाई भन्छु अहिले चाहिँ म यो आफै खोलेर हेर्छु कस्तो छ होइन सो गाइस प्रोडक्ट चाहिँ हो म तपाईँहरूलाई अहिले चाहिँ देखाउँदिनँ होइन ब्लर हाल्छु अहिले चाहिँ अब भ्लगमा हेर्नुपर्छ है त्यो प्रोडक्ट चाहिँ के हो भनेर तर यसो हेर्दाखेरि चाहिँ राम्रै लाग्यो मलाई के छ भनौँ न अहिले चाहिँ म अब यो लुगाहरू फेर्छु होइन अनि चाहिँ म पर घर फेरि जान्छु किनभने म उतै बस्छु नि त त्यही भएर उतै जान्छु अहिले सो गाइस मैले चाहिँ लुगा फेरिसकेँ होइन सो गाइस बत्ती बाल्ने काम पनि भयो होइन यही बत्ती बाल्नु थियो अनि त्यस पछाडि मैले लुगा पनि फेरिसकेँ अब ढोका सोका लाउँछु फेरि चाबी लाउँछु अनि फेरि पर जान्छु सो गाइस अहिले चाहिँ म घरबाट फर्किसकेँ होइन फेरि उता पर जाँदैछु अब उतै गएर भेटौँ है त मेरो चाहिँ यहाँ घाँटीमा होइन टन्सिल भएर है मैले न केही चिसो त्यति खाएको थिएँ न अमिलो पिरो केही खाएको थिएँ आमा 81 टन्सिल भएर यहाँ कम्ता दुखेन है अनि त्यस पछाडि अहिले चाहिँ यहाँ तातो पानी र नुन मनतातो पानी र नुनले मुख त गरेर होइन भर्खर बसिरहेको अहिले चाहिँ अलिकति शान्त भए जस्तो हुन्छ अहिले फेरि एकछिनमा त्यही हो दुखिहाल्छ होइन आज चाहिँ निकै गल्यो होइन अब यताउता माथि तल गरेको गरेँ है सो अब म सुत्छु अनि अब सो गाइस थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो सो कस्तो लाग्यो लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला र च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला सो अब म फेरि अर्को भ्लगमा भेट्छु अहिलेको लागि चाहिँ बाई बाई